हाम्रो यहाँ उहाँ सर चाहिँ इङ्ल्यान्डदेखि आउनु भएको, विशेष गरेर इङ्ल्यान्डमै बस्नुहुन्छ होइन हजुर? उताकै सिटिजन प्राप्त गरेर उतै बस्नु भएको र हाम्रो हेल्थ केयरको चाहिँ यो हाम्रो डिटक्सदेखि लिएर हाम्रो यहाँको प्राकृतिक उपचारहरू पहिला उहाँ बस्दाखेरि नै हेर्नुभएको कारणले गर्दाखेरि उहाँले प्रेसर र सुगरको औषधि खानुभएको चाहिँ कति भयो अरे सर हजुरले प्रेसर सुगर औषधि? 10-12 वर्ष। तपाईँको विशेष बढी समस्या के पो थियो यहाँ आउँदाखेरि हजुर? राति सुत्दाखेरि पसिना बेसरी बढी आउने भनेर भन्नुभएको थियो होइन? कस्तो आउँथ्यो पसिना? हजुर हजुर सुत्नु नसक्ने हजुर 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 ए पसिना अनि कति धेरै आउँथ्यो? ओछ्यान पुरै भिज्नेर आउने ए अनि अहिले यहाँ आइसके पछाडि अहिले त्यो पसिना आउने कस्तो छ अहिले? हजुर अहिले अलिअलि आउँछ कि त्यो रोकि ठ्याक्कै बन्द भयो पसिना आउने? ए हजुर हजुर अहिले पसिना आउन चाहिँ राम्रो भएको छ, आएको छैन हजुर। अनि पेट ढुस्स हुने ग्यास्ट्रिक चाहिँ कस्तो छ अहिले हजुरलाई? ग्यास्ट्रिक पेटको समस्या पनि राम्रो भएको छ ए। अहिले जुन हजुरले यहाँको मेडिसिनहरू युज गर्नु भएको छ नेचुरल प्राकृतिक र यो डिटक्स फुड स्पा अनि काँस थाली थेरापी गर्नु भएको छ, आज कति दिन भयो हजुर यहाँनिर? यो 5 दिनमा यस्तो किसिमको चाहिँ टक्सिनहरू आउँदैछ उहाँको शरीरमा, जुन राति बेलुका सुतिसके पछाडि बेसरी पसिना आउने समस्या अहिले पुरै ठिक भयो भन्दै हुनुहुन्छ। पेट ढुस्सिने ग्यास्ट्रिकको समस्या पनि राम्रो भयो भनेर भन्दै हुनुहुन्छ। हजुर खुसी हुनुहुन्छ नि यहाँको उपचारमा? यो चाहिँ उहाँको प्रेसर र सुगरको कारणले गर्दाखेरि उहाँलाई बेलुका सुति पछाडि धेरै नै पसिना आउने, हार्ट एट्याक होला जस्तो हुने किसिमको समस्या उहाँलाई थियो। अहिले त्यो समस्या ठिक भएको कारणले गर्दाखेरि, निको भएको कारणले उहाँ खुसी हुनुहुन्छ केही दिनमै। अब कहिले फर्किँदै हुनुहुन्छ हजुर इङ्ल्यान्ड? मङ्सिर लास्टतिर फर्किँदै हुनुहुन्छ। हुन्छ हजुर, हजुरको अब यो जुन समस्या थियो अब राम्रो भएको छ। केही समय अब हजुर उता हुँदाखेरिको खण्डमा पनि यहाँको केही नेचुरल प्राकृतिक मेडिसिनहरूलाई चाहिँ युज गर्दै गर्नुहोला है त हजुर? हस्।